आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सिने दिन हुनेछ, किनकि एकैसाथ 10 वटा कम्युनिस्ट घटकको एकता भएको इतिहास सम्भवतः नेपालमा छैन। 2टा 3टा मिल्ने त भयो होला, 10 वटा सबै आफ्नो ठाउँमा लामो वैचारिक सङ्घर्ष, वर्ग सङ्घर्ष, व्यवहारिक सङ्घर्षबाट गुज्रेका नेताहरूको यो एकता साँच्चै अभूतपूर्व छ, ऐतिहासिक छ, असाधारण छ। आज राष्ट्रमा जे सङ्कट देखिएको छ, दलहरूमाथि जुन किसिमको आक्षेप लगाउने कोसिस भएको छ, त्यो सबैका विरुद्ध पनि एउटा नयाँ राष्ट्रिय एकताको आधार तयार पार्ने, नयाँ राष्ट्रिय स्वाधीनताको एउटा नयाँ अभियान अगाडि बढाउने दिन र त्यसको निम्ति सङ्कल्प गर्ने दिन पनि हो यो। सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई म यही मञ्चबाट भन्न चाहन्छु, तपाईँ दृढताका साथ संविधानको रक्षा गर्दै अगाडि बढ्नुहोस्। समयमा निर्वाचन सम्पन्न गर्ने गरी धाँधली रहित, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने गरी, प्रतिसभाको निर्वाचन सम्पन्न गर्ने गरी अगाडि बढ्नुहोस्। अनि निर्वाचन सम्पन्न भइसकेपछि प्रतिसभाले संविधान निर्माणको 10 वर्षको अनुभवको समीक्षा गरेर संविधानमा संशोधन गर्नुपर्ने आवश्यकता पनि छ। त्यसका कतिपय पक्षहरू हामीले सुधार गर्नुपर्ने आवश्यकता छ।